Hi, Cuckoo. Ready for an adventure? Yeah, Kiki, let's go. Yay, follow me. नेपालको हरियालीले भरिएको एउटा सुन्दर गाउँ थियो जहाँ शान्त र मायालु मानिसहरू खुसी भएर बसिरहेका थिए। त्यही गाउँमा एक दयालु वृद्ध महिला बस्नुहुन्थ्यो जो आफ्नो सानो बगैँचामा फूल स्याहारेर रमाइलो मान्नुहुन्थ्यो। एक दिन अचानक एउटा घाइते सुगा उहाँको बगैँचामा खसेर आयो र उहाँले तुरन्तै उसलाई माया साथ घरभित्र ल्याउनुभयो। उहाँले सुगाको घाउ सफा गरेर औषधि लगाइदिनुभयो र केही दिनमै सुगा बिस्तारै निको हुन थाल्यो। केही समयपछि सुगा पूर्ण रूपमा निको भयो र खुसी हुँदै आकाशमा उडेर टाढा गयो। तर केही दिनपछि सुगा फेरि फर्केर आयो र आफ्नो चुच्चोमा एउटा सानो बिउ लिएर वृद्ध महिलालाई दियो। वृद्ध महिलाले त्यो बिउ बगैँचामा रोप्नुभयो र केही दिनमै त्यहाँ एउटा अनौठो जादुई रुख उम्रियो। जब उहाँले त्यस रुखको फल खोल्नुभयो त्यसभित्रबाट चम्किला सुनका सिक्काहरू निस्किए र उहाँले त्यो धन गरिब र आवश्यक मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्नुभयो। गाउँकी अर्की लोभी वृद्धाले यो कुरा सुनेपछि उनले जाल हालेर एउटा सुगालाई समातिन्। उनले सुगाको उपचार त गरिन् तर भनिन्, मलाई पनि त्यही जादुई बिउ लिएर आऊ। केही दिनपछि सुगाले बिउ ल्यायो तर जब उनले रुखको फल खोलिन् त्यसभित्रबाट सर्प, केकडा र डरलाग्दा किराहरू निस्किए र उनी निकै डराइन्। त्यसपछि उनलाई थाहा भयो दयालु मनले सधैँ खुसी दिन्छ तर लोभले सधैँ दुःख मात्र ल्याउँछ। Cuckoo and Kiki are ready for an adventure. Like Cuckoo's Wanderings. Follow Cuckoo and Kiki Share the fun. and subscribe for more.